सो वेल आज फर्स्ट डे फर्स्ट महाभोज फिल्म मैले हेरिसकेको छु र खासै महाभोज फिल्मको मार्केटमा हाइप पनि छैन र यो फिल्मको जति पनि हाइप बनेको हाइप पनि सकियो जब यो फिल्मको डेट पोस्टपोन भयो र आज हलमा फिल्म हेर्ने बेलामा हार्डली 10 जना मान्छे आउनु भएको थियो। अब तपाई मजाले बुझ्न सक्नुहुन्छ महाभोज फिल्मको कतिको हाइप बनेको छ ऑडियन्सको बीचमा। तर पनि मैले फिल्म आज फर्स्ट डे फर्स्ट शो हेरिसकेको छु र आज म विशेष चर्चा गर्ने छु महाभोज फिल्म खासमा कस्तो बनेको छ त। तपाईले यस फिल्म भित्र मुख्य भूमिकामा हेर्न पाउनुहुन्छ दयाहाङ राई, आर्यन सिद्धिगेल, गाउँमाया गुरुङ, खगेन्द्र, मल्लिका महत। तपाईले धेरै एक्टर एक्ट्रेसलाई तपाईले यस फिल्म भित्र हेर्न सक्नुहुन्छ र महाभोज फिल्मको डाइरेक्टर रहेको छ दिनेश राउत र उहाँको पछिल्लो फिल्म सबै सुपर हिट नै छ। त्यही भरि म ढुक्क थिए महाभोज फिल्मको डाइरेक्सनमा कुनै पनि कमी कमजोरी हुँदैन र महाभोज फिल्मलाई एक लाइनमा रिभ्यू गर्नु परेमा फिल्म राम्रो मात्रै बनेको छैन, धेरै राम्रो फिल्म बनेको छ। मैले पर्सनली सोचेको थिएन यो फिल्म यतिको लेभलमा बन्छ, तर यो फिल्म हेर्ने बेलामा मैले सोचेको भन्दा पनि राम्रो बनेको छ। र महाभोज फिल्मको जन्डाको बारेमा कुरा गर्नु परेमा महाभोज फिल्म एउटा सोशल ड्रामा जन्डाको रहेको छ। त्यही भरि तपाईले यस फिल्म भित्र सोशल ड्रामा तपाईले हेर्न पाउनुहुन्छ र स्टोरीको बारेमा कुरा गर्नु परेमा यो फिल्मको कहानी एकदमै सिम्पल छ र सिम्पल मात्रै होइन, जुन समस्या अहिले हाम्रो देशमा भइरहेको छ हामी नेपाली मान्छेहरुसँग त्यही कन्टेन्टलाई हेरेको छ महाभोज फिल्ममा। भन्नाले अहिले हाम्रो देशमा जुन त्यो सहकारी ठगी हुँदैछ यही टपिकलाई हेरेको छ महाभोज फिल्मले र फिल्ममा सहकारी बैंकले मात्रै हेरेको छैन र यसको साथै तपाईले यो पनि हेर्न पाउनुहुन्छ हरेक केसमा सहकारी बैंकले ठगेर भाग्ने, सहकारी बैंकले मान्छेलाई लुट्ने, सहकारी बैंक मात्रै हुँदैन भन्नाले सहकारी बैंकको पछाडी पनि अरु व्यक्तिको हात हुन्छ, तर लास्टमा आएर सहकारी बैंक नै फसिरहेको हुन्छ र यस्तै फिल्ममा जनताको पैसा खाएर भाग्छ र त्यसपछि के हुन्छ यो सबै ड्रामा हेर्नको लागि तपाईले मुभी नै हेर्नु पर्ने हुन्छ र यो फिल्म 2 घण्टा लगभग आधे घण्टाको फिल्म छ र फिल्ममा तपाईलाई कतै पनि ओभर ड्रामा फिल हुँदैन। भन्नाले एक्टरहरूले मजाले एक्टिङ गर्नु भएको छ, राम्रो एक्टिङ गर्नु भएको छ र यसको साथै फिल्मको ब्याकग्राउन्ड म्युजिक, सिनेटोग्राफी सबै राम्रो छ र डाइरेक्सन पनि अति दामी छ। ओभरअल भन्नु परेमा फिल्म राम्रो बनेको छ, पैसा वसुल फिल्म बनेको छ र म त भन्छु तपाईले यो फिल्म एक्लै नहेर्नु होला, तपाई आफ्नो परिवारसँग गएर यो फिल्म हेर्नुस्। फिल्मले तपाईलाई धेरै कुरा सिकाउँछ, सहकारी बैंकको बारेमा तपाईलाई सिकाउँछ। यो फिल्मको सबै कुरा हेर्दा म रेटिङ गर्न चाहन्छु 4 आउट अफ 5 स्टार। रे तपाईले फिल्म हेर्नु भएको छ भने तपाईलाई कस्तो लाग्यो तपाई कमेन्ट बक्समा तपाई मलाई भन्न सक्नुहुन्छ। एन्ड थ्यांक यू सो मच गाइज फर ट्युनिङ इन। जय नेपाल।